Hey guys, welcome back to my new vlog. लामो समय पश्चात फेरि मैले भ्लग हाल्दैछु। आज चाहिँ मेरो विकली अफ थियो र हामी चाहिँ घुम्नको लागि एउटा महल जाँदैछ। टक्क लाएर चाहिँ बुरुस गरेर सिधा हामी चाहिँ महलतिर लागिहाल्छौँ। आज दिनमा कता कता घुम्छु, के गर्छु सब कुराहरू म देखाउने कोसिस गर्छु। लास्टसम्म हेर्नु होला। हामी चाहिँ रेडी भएर अब चाहिँ ओला बुक गरेर जाँदैछौँ महलतिर घुम्नुको लागि। केटाहरू हामीसँग आइसकेको छन् रेडी भएर तीनों भाइ महल र हाम्रो चाहिँ यति बेला अटो आइसकेको छ र हामी घुम्न जाँदैछौँ। हाम्रो यात्रा सुरु भइसकेको छ। फाइनली हामी चाहिँ महलमा आइसकेको छौँ। यहाँनिर देखिरहेको चाहिँ यो महल हो। यहाँनिर चाहिँ अहिले फ्ल्याट 50% सेलमा लागिरहेको रहेछ। पहिलोचोटि आउँदाखेरि चाहिँ लागेको थिएन। यही नै यो भ्यू। तो हामी चाहिँ अहिले फाइनली मलमा इन्ट्री गरिसकेका छौँ। यो चाहिँ यताको चाहिँ इन्ट्री पार्ट हो र अब चाहिँ हामी इन्ट्री गरिसकेका छौँ। अब माथि तल जताकतै घुम्नु पर्छ। यहाँनिर चाहिँ हामी लिफ्टमा चढिसकेको बोलो यहाँनिर चाहिँ एकदमै गेमिङ पार्क भनौँ कि जुरासिक पार्क भनौँ, यस्तो दामी छ गेम खेल्नको लागि। गेमहरू खेल्नको लागि सेटअपहरू छन्। यहाँनिर फुटबलहरू भयो। पिज्जा ऑर्डर कर रहे मालिक। सो हामीले चाहिँ यति बेला फोटोसोटो हानेर यो राम्रो भ्यूमा अब चाहिँ फेरि घुम्नको लागि नयाँ ठाउँ जाँदैछौँ। मजा आइरहेको छ घुम्दा। एकदम बब्बाल ठाउँ छ है त यहाँ पनि। अब फेरि हामी लेफ्टबाट झरेर फेरि नयाँ ठाउँमा जान्छौँ। यहाँनिर चाहिँ वासरुम पनि यस्तो बब्बाल तो क्या कर रहा है रे? खाने नहीं आ रहा है। आदमी गरीब है ना, कल से गरीब होता है फिर। Oh my God, what a nice view. यहाँनिर चाहिँ डान्स गरिरहेको छन् यहाँको के भनौँ स्टाफहरू। झिलिमिली डायमन्डका ड्रेस लगाएर दामी कुर्ताहरू पनि पाइदो रहेछ। तर मैले लाउँदैन कुर्ता, त्यही भएर चाहिँ नकिन्ने निर्णय गरेँ। लेट दिस फेसन भ्लग बनाएको देखेर त्यो छोटो फेरि भ्लग बनाइरहेको छ। हेर्न सक्नुहुन्छ गाइस, छोटो पनि भ्लग स्टार्ट गरिरहेको छ। क्या कर रहे छोटो? हाँ कौन है वो? यहाँनिर चाहिँ एकदमै बबाल बिहाको लागि साडी लेहेङ्गा चोलीहरू यस्तो दामी रहेछ। तर के गर्ने, यस्तो बबाल लेहेङ्गा। यहाँनिर चाहिँ केटाहरूको लागि के नाम भन्छ यसलाई चाहिँ कुर्ता पजामा हो कि के भन्छ त्यो छ। यहाँनिर चाहिँ कपल्स सेट पनि छ। यस्तो दामी छ नि। ये विशाल और उनकी वाइफ कौन? यस्तो दामी छ। हेलो गाइस, अभी जा रहे हैं हम लिफ्ट में।
सेवन फ्लोर पे जा रहे हैं अभी। अभी जा रहे हैं हम दूसरे फ्लोर पे आगे। हेलो गाइस, कैसे आप लोग? बढ़िया होंगे, स्वस्थ होंगे। अभी हम जा रहे हैं मॉल। हामी चाहिँ फाइनली हामी मलबाट चाहिँ निस्किसकेका छौँ। मलदेखि बाहिरको चाहिँ यस्तो छ भ्यू। सास पर्न पनि लागिसक्यो। अब चाहिँ हामी रुममा जानुपर्ने हुन्छ। एकछिन पार्क घुमेर, हामीलाई नजिकै पार्क छ, त्यो पार्क हेर्छौँ। तो यो चाहिँ पछिको मैले देखाइरहेको चाहिँ मल हो। हामी चाहिँ भर्खर यही मलबाट चाहिँ घुमेर आएको। अब चाहिँ हामी आउट हुँदैछौँ फाइनली गेटबाट। फाइनली हामी चाहिँ पार्क इन्ट्री गरिसकेका छौँ। एउटा भाइ चाहिँ कहाँ हरा त्यो कति बेला आउँछ खै। हामी चाहिँ इन्ट्री गरेर चाहिँ पार्कलाई चाहिँ एक्सप्लोर गरिरहेको छौँ। एकदम बवाल ठाउँ चाहिँ यहाँनिर चाहिँ घुम्नको लागि, भनौँ न चिल्ड्रेनहरूको लागि एकदम बेस्ट छ। यहाँनिर चाहिँ हाम्रो लागि पनि एकदम राम्रो छ। मर्निङ वाक, इभिनिङ वाक, जगिङ, माइन्ड फ्रेस। सो यति बेला चाहिँ हामी पार्क पनि घुमिसक्यौँ र अब चाहिँ रुमतिर जाँदैछौँ। पार्क पनि घुम्यो, मल पनि घुम्यो। अब चाहिँ हामीलाई भोक लागेको छ, रुममा जान्छौँ। के भन्छस् भाइ? गाइस आओ, मजे करो, तुम भी काम डेली करना है, मजे लो बस। छुट्टै दिन यसो घुमेको भलक फेरि पनि आउँदै गर्छ। यहाँ का इन्जोय लो भाइ लोगो। एकदम राम्रो छ वाकरमा, तिमी पनि चिन्छौ वाकर।